श्वास प्रश्वास गर्नुभयो जुन मैले यहाँलाई सिकाएँ। अब यसको साथसाथै लगभग एउटा टेक्निक यहाँले पहिलो दिनलाई 7 मिनेट गर्नुहोस् र दोस्रो ब्रिदिङलाई यहाँले 7 मिनेट त 15 मिनेट जति लगभग यो कार्य गरिसक्नु पर्दछ। र यसपछि तपाईले अब दुईटा जो नियमित दिनै गर्ने टेक्निक म जोड्दैछु यहाँलाई। दिनै गर्ने टेक्निक मध्येको अर्को एउटा टेक्निक हो, यसलाई भनिन्छ हामीले अब हाम्रो जति पनि न्युरोन्सहरू हुन्छ, मस्तिष्कका सेलहरू हुन्छन्, त्यो हाम्रो जुन बर्न आउट, जलेको, डढेको, डेथ भएको छ, त्यसलाई फेरि बिस्तारै सुसुप्त रूपमा त्यसलाई बिस्तारै फेरि उठाउने टेक्निक छ। यो अद्भुत टेक्निक छ, यहाँलाई थाहा छ त्यो टेक्निक, जसलाई च्यान्टिङ भनिन्छ, ओम च्यान्टिङ। अब आउनुहोस्, ओम नै किन? वैज्ञानिकहरूको अध्ययनबाट यो प्रमाणित भयो कि जुन शब्द अथवा त्यो ध्वनि हामीले सुन्दा हाम्रा सम्पूर्ण तन्तु, अङ्ग, जिन, डिएनए, सेल, अर्गानहरूसम्म झन्कारित भएर हाम्रा सुसुप्त भित्रका चाहिँ ती न्युरोन्सहरूलाई जागृत गराउने तरङ्ग भनेको ओम। ओम तीनटाबाट मिलेको ओमको ध्वनिमा पाइ। अब यसलाई विस्तृत रूपमा वर्णन अहिले नगरौँ, त्यसकारण यो वैज्ञानिक सिद्ध भयो। यो पूर्वीय दर्शनबाट आएको पनि हो यो ओम। यहाँहरूलाई यो ओम च्यान्टिङ, अब यहाँहरू ओमलाई मान्नुहुन्न भने अब तपाईलाई मैले कुन साउन्ड भन्ने हो, यहाँलाई फाइदाको निम्ति, यहाँलाई आफ्नो स्वास्थ्यको निम्ति अहिले सम्पूर्ण कुराहरूलाई भुलिदिनुहोस्। पहिले तपाईँ आफू स्वस्थ रहनुहोस्। त्यसकारणले ओम जुन ओम च्यान्टिङ छ, ओम ध्वनि छ, यसलाई हामीले आफूले उच्चारण गरेर त्यो साउन्ड आफैले सुन्ने एक पटकको बसाइमा 15 मिनेट जति। यसले तपाईको मस्तिष्कका सेल, शरीरका 60 ट्रिलियन सेल, तपाईको जिनहरू अनि डिएनएलाई शुद्ध एक्टिभेट गर्छ। अहिले थाहा छ एन्जाइटी, डिप्रेसन र मानसिक रोगमा हाम्रो जिन जेनेटिक स्थिति नै डामाडोल छ। यसले त यो डर, चिन्ता भयो, आलस्य, तन्द्राले जिन र डिएनएलाई पनि नष्ट गर्छ। जब जिन र डिएनए नष्ट हुन्छ, सोच्नुहोस् भयङ्कर स्थिति आउन सक्छ। त्यसकारणले यसले जगाउँछ, नडराउनुहोस्, फेरि यो ओम च्यान्टिङले जगाउँछ। त यसलाई के गर्ने? अब तपाईँ ध्यानमा बस्दाखेरि अथवा पलेटी कसेर बस्दाखेरि यसरी चकटीमा बस्नुहोस् र यो हातलाई यसरी लक गरिदिनुहोस्। अनि यो हातलाई लक गरेर यसको दुईटा औँलाई यहाँ जोडिदिनुहोस् र तपाईले यसलाई हत्केला दुईटा क्रस गरेर काखमा राख्नुहोस् र तपाईले आँखा बन्द गर्नुहोस्। आँखा बन्द गरेर तपाईले के भन्नुहोस्? एकदम च्यान्टिङ गर्ने अथवा साउन्ड निकाल्ने, जस्तै यो तरिकाले बिस्तारै ओमको 3टा अक्षरबाट मिलेको यो शब्द हो, ध्वनि हो। यसलाई पहिले ओम, अहिले अब अपरभ्रंश हुँदै यसलाई ओम भनियो, ओम, तर ओम भन्ने कोसिस गर्नुहोस् र यसको झन्कार तपाईले शिरदेखि पाउसम्म झन्कारित भएर तपाईले भन्नुपर्ने हुन्छ। जस्तै जसरी भन्दा तपाईको मस्तिष्क संस्थानमा एक किसिमको बननन भाइब्रेसन आउँछ। यो चाहिएको यही भाइब्रेसन हो र त्यो आवाज ओम जस्तो कानले सुनेर हाम्रो मस्तिष्कमा पठाउँछ। यसले एउटा मस्तिष्कको वेभ त क्रिएट गर्छ र तपाईलाई यो गरिसकेपछि तपाईका मस्तिष्कका विभिन्न न्युरोन्सहरू, मस्तिष्कका तपाईको स्ट्रेसहरू यति रिलिफ हुन्छ। तर तपाईले आँखा बन्द गरेर तपाईले कम्तीमा 15 मिनेट, कम्तीमा 10 मिनेट र 15 मिनेट दिनको सक्नुहुन्छ, समय छ 20 मिनेट गर्नुहोस् शान्त भएर लामो तरिकाले। अब तरिका मेरो हेर्नुहोस्, मेरो तरिकालाई कपी गर्नुहोस्। पहिले तपाईलाई श्वास होल्ड गर्न अप्ठ्यारो हुन्छ भने हल्का श्वास तान्ने र सुरु गर्ने। ओ
तपाईले लगातार लगभग 10 देखि 15 मिनेटसम्म यही क्रिया गरिरहने। जब तपाई आँखा बन्द गरेर उच्चारण गर्नुहुन्छ त्यो अवस्थामा तपाईले तपाईका शरीरभरि भाइब्रेसन भएको एकदम शिरदेखि पाउसम्म चाहिँ एउटा ऊर्जा, एउटा भाइब्रेसन, एउटा तरङ्ग महसुस गर्नुहोस्। त्यो तरङ्गले तपाईका डिएक्टिभ भएका सेलहरूलाई रिजेनेरेट गर्दैछ। यो फिलिङ्स गरिदिनुहोस्। आँखा बन्द गरेर तपाईले आफ्नो निधारमा फ्रन्ट लुपमा पनि ध्यान लगाउनुहोस्, तर ओम कन्टिन्यू भन्दै जानुहोस्। फेरि यसलाई गर्नुहोस्। लगभग यसलाई 10 मिनेट यहाँले गर्नुपर्छ र बढीमा 20 मिनेटसम्म पुर्याउन सक्नुहुन्छ। यो पनि नियमित गर्ने अभ्यासभित्र एउटा पर्दछ। फेरि हेर्नुहोस्, क्लियर हुनुहुन्न भने कसरी भन्ने। र जब हामी ओम भनिरहेको अवस्थामा हुन्छौँ, हाम्रो चाहिँ भिजुअलाइजेसन अथवा हाम्रो ध्यान हाम्रो शरीरमै पुर्याउनु पर्ने हुन्छ। त्यो शरीरमा जसरी मोबाइलको भाइब्रेसनले हामीलाई भररर बनाउँदछ, त्यस्तै हाम्रो शरीरमा भाइब्रेसन भएको अनुभूति यो ओमको उच्चारणको साथ निकाल्नु पर्दछ र त्यसलाई सूक्ष्म तरिकाले अब्जर्भ गर्नुपर्छ, हेर्नुपर्दछ। यसै गरी यो क्रियालाई यहाँले दोहोऱ्याइरहने। आँखा बन्द गर्ने, यो दुईटा हातलाई लक गर्ने र ओम च्यान्टिङ 10 देखि 15 मिनेटसम्म नियमित गर्ने, बिहान अथवा बेलुका। यसलाई अब दोस्रोमा यस्तै साउन्ड क्रिएटिङ अथवा निकाल्ने अर्को अभ्यास छ, जसलाई यहाँले योगामा भ्रामरी भनेर जान्नुभएको छ। अब यहाँ चाहिँ अलिकति परिमार्जित भ्रामरी छ, जसले चाहिँ यो हाम्रो अनिन्द्राको ट्याब्लेट हो। इन्सोम्नियाको ट्याब्लेट भन्नुहुन्छ भने भ्रामरी। आउनुहोस्, म तपाईहरुलाई गराउँदैछु। यदि तपाईलाई निन्द्रा लाग्दैन, तर यो नियमित गर्नुपर्छ। मैले अघि फर्स्टमै भनिसकेको छु, तपाईको प्रभाव बिस्तारै बिस्तारै सूक्ष्म तरिकाले तपाईलाई थाहा नदिकन हुने गर्दछ। अब आउनुहोस् दोस्रो टेक्निक तरिका। अब दोस्रो तरिकामा कस्तो छ भने तपाईले यही क्रिया, अघि हामीले ओम भन्यौं, अब केही भन्नु पर्दैन। यो जिब्रोलाई यसो तालुमाथि टाँस्दिनुस् अनि मुख बन्द गर्नुहोस्। यदि तालुमाथि टाँस्न तपाईलाई अप्ठ्यारो लाग्यो भने छोड्दिनुस्। नर्मल तरिकाले मुख बन्द गर्नुहोस् र आँखा बन्द गरेर तपाईले यो निधार, यो हाम्रो थर्ड आइज एक्टिभेसन भनिन्छ। मेन भनेको यसको काम तपाई हाम्रो पिनेल ग्ल्यान्ड्स, यहाँ एउटा हाम्रो आज्ञा चक्र छ, यो ग्ल्यान्ड्स हो, यो ग्रन्थि हो। यहाँनेर हाम्रो आज्ञा चक्र थर्ड आइज छ, जो आँखा बन्द गरेर देखिने दुनियाँलाई थर्ड आइज भनिन्छ। तेस्रो आँखा छ, त्यो तेस्रो आँखामा हाम्रो एउटा ग्ल्यान्ड्स उत्पन्न हुन्छ, इनर्जी चक्र हुन्छ। त्यो पनि
त्यो ग्ल्यान्ड्स निर्मित हुन छोडिसकेको कारणले त्यसले मेलाटोनिन भन्ने अर्को निन्द्राको तपाईको हर्मोन्स निकाल्न छोडेको कारणले हामी अनिन्द्राको शिकार भएका छौँ। अब यसले तपाईले के गर्छ, यो भागलाई तपाईले यतिको भागलाई भुनुनुनु भमराको जस्तो आवाजले भुङ गरेर नाकबाट साउन्ड निकालेर मुङ गरेर तपाईले यसलाई झन्कारित बनाउनु। अब आउनुहोस् यसलाई चाहिँ पिनेल ग्ल्यान्ड्स एक्टिभेसन र तपाईको यो तेस्रो आँखा आज्ञा चक्र जागरण। यसले तपाईँ हाम्रो ग्रन्थीलाई जुन मेलाटोनिन पिनेल ग्ल्यान्ड्सले बनाउँदछ त्यसलाई तपाईको अहिले सुकाएको छ। अब यसलाई बिस्तारै जगाउने टेक्निक्स लामो किसिमको, यसलाई भ्रामरी भनिन्छ। अब के गर्ने, आँखा बन्द गर्ने, यही पोजिसनमा बस्ने। अब नाकबाट मुख बन्द गरेर नाकबाट भमराको जस्तो भुनुनु निकालेर आफ्नो निधारलाई भाइब्रेसन गर्ने, निधारलाई झन्कारित बनाउने। सुरु गरौँ। नाकबाट तपाईले निधारलाई, आफ्नो थर्ड आइजलाई, आँखी भुइँको बिचको जहाँ तिलक लगाइन्छ त्यो ठाउँमा भनननननननन तपाईले भाइब्रेसन ल्याउनु पर्दछ। त्यो तरिकाले नाकबाट आवाज निकाल्ने भमराको जस्तो। बिस्तारो तरिकाले यसलाई इन्डिङ गर्नुहोस्। अब यसले यो क्रियालाई गरिरहनुहोस्। लगभग यो क्रिया पनि तपाईले ओम च्यान्टिङ जस्तै लगभग 10 मिनेट गर्नुपर्ने हुन्छ। एक दिनका क्रियाकलापहरू भए 7-10 मिनेट ब्रिदिङ एक्सर्साइज, त्यसपछि तपाईले अर्को दोस्रो ब्रिदिङ एक्सर्साइज, त्यसपछि तपाईले ओम च्यान्टिङ 10 मिनेट, त्यसपछि तपाईले यो नोजलबाट साउन्ड निकाल्ने जुन अनिन्द्राको रामबाण हो। तपाईलाई भरेदेखि नै निन्द्रा लाग्न सक्छ। तन मन वचनका साथ गर्नुहोस्। यो क्रियालाई तपाईले नियमित बिहान बेलुका 10 मिनेट मिनिमम, त्यहाँदेखि तपाईले उता जति पनि बढाउन सक्नुहुन्छ। मिनिमम फेरि 20 मिनेटसम्म गर्नुहोस्, त्यहाँदेखि धेरै पनि नगर्नुहोस्। 20 मिनेटसम्म आनन्दित भएर झन्कारित भएर त्यो गर्दाको जुन भाइब्रेसन हुन्छ त्यसले तपाईको पिनेल ग्ल्यान्ड्सलाई एक्टिभेसन गर्दछ अनि तपाईको मेलाटोनिन बनाउँछ। पिनेल ग्ल्यान्ड्सको काम धेरै छ, अद्भुत छ। यो हाम्रो सम्पूर्ण फ्रन्ट लुप भनिन्छ। यो फ्रन्ट लुप यति शक्तिशाली छ, तपाईँ हाम्रो विचार जति पनि तपाईको मानसिक संस्थानका तपाईँ हाम्रा बेचैनीहरू छन् सम्पूर्ण यहाँ आएर जकडिएका छन्। यो हर्मोन्सको कमी भएको छ। यसले हर्मोन्सलाई दिन प्रतिदिन बढाउँदै लैजान्छ। यो क्रिया यहाँले दैनिक गर्नुहोस्। यसको विकल्पहरू केही पनि छैन। यो वैज्ञानिक छ, यो आध्यात्मिक छ, धार्मिक छ, पूर्वीय दर्शनमा आधारित छ, पश्चिमी रिसर्चमा पर्फेक्ट छ। पश्चिमी मुलुकहरूको रिसर्च, साइन्टिस्टहरूले गरेको रिसर्चमा पर्फेक्ट छ। पूर्वीय दर्शनको पुस्तकहरूमा यो सदैवदेखि अगाडि रहिआएको छ। यसलाई तपाईहरूले मात्र नेग्लिजेन्स नगरिकन यसले पनि केही होला र भन्ने प्रश्न जब मनमा अलिकति आउँछ काम नगर्न सक्छ। त्यसकारण यस्ता प्रश्न होइन, यसले तपाईलाई थाहा नै नदिकन, पत्तै नपाइकन तपाईको स्टेट जुन अहिले फाइट एन्ड फ्लाइट मोडमा हुनुहुन्छ, बेचैनीमा हुनुहुन्छ, डिप्रेसनमा हुनुहुन्छ, एन्जाइटीमा हुनुहुन्छ, अनिन्द्रामा हुनुहुन्छ, विभिन्न थकानमा हुनुहुन्छ, आलस्यमा हुनुहुन्छ,
तपाईलाई यो स्टेटबाट तपाईलाई बिस्तारै बिस्तारै अर्को स्टेटमा जहाँ तपाईले चाहनुभएको तपाईले खोज्नुभएको स्वास्थ्यको स्टेटमा लैजान्छ। ढुक्क हुनुहोस्। अब अन्य भिडियोहरूको निम्ति यहाँहरूले प्रतीक्षा गर्नुहोस् या अर्को चरणमा प्रवेश गर्नुहोस्। नमस्कार।